आयोजित कार्यक्रमका आदरणीय सभापति शर्माजी, मञ्चमा आसीन डिआई साहब, हाम्रो समाजसेवी अनिल भाइजी, एसएसपी साहब र यस पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष लगायत आदरणीय सदस्यज्यूहरू, प्रहरी अधिकृतहरू, सर्वप्रथम त म पत्रकार महासंघ सप्तरी को सभापति लगायत त्यो टिमप्रति साह्रै आभारी छु। म यता आएको थाहा पाएर एउटा सानो अन्तक्रिया भनौँ अथवा यो एउटा मलाई चाहिँ एउटा यहाँ आएर टोकन अफ लभ दिनुभयो, मलाई आफै यसमा तपाईँहरूप्रति अत्यन्त आभारी छु। हुन त म पर्सनली रूपमा धेरैलाई चिन्छु, शरवणजी, बैजनाथ भाइ लगायत सबै हामीहरू अगाडि नै सँग सहकार्य गरेर नै गइरहेको हो। लगभग 15 महिना जति म यो मध्य प्रदेशमा कार्य गर्दा हामीहरूको बिचमा राम्रै सहकार्य भएको थियो। उहाँले पनि धेरै सूचनाहरू समाजका विरुद्धमा भइरहेका काम, चाहे त्यो तस्करी हो, चाहे हत्या हो, चाहे त्यहाँ लुटपाट हो, चाहे कुनै महिला विरुद्ध भएका घटनाहरूको सन्दर्भमा पनि उहाँले मलाई प्रत्यक्ष रूपमा अथवा यस विषयबाट धेरै सहयोग गर्नुहुन्थ्यो। त्यसको लागि म पुनः शर्वणजी लगायत सबै टिमप्रति आभारी छु। अब यो पत्रकारको काम भनेको के हो भने सबै राम्रो काम मात्र होइन, समाजमा भइरहेका विकृतिहरू, चाहे त्यो कुनै त्यस्ता विकृति प्रहरीबाट होस् अथवा अन्य कुनै सार्वजनिक पद धारण गरेका व्यक्तिहरूबाट होस्, त्यसलाई चाहिँ रचनात्मक रूपले त्यसलाई सुधार्ने हिसाबले लेख्नुपर्छ, न कि त्यसलाई अन्य बढाएर लेख्नुपर्छ अथवा गराएर त्यसलाई कसरी सच्याउने हो, त्यसलाई कसरी सुधार गर्ने हो, त्यस हिसाबले चाहिँ लेख्नु हुनेछ भन्ने मैले अनुरोध गर्छु। अब अगाडिको बैजनाथ भाइले पनि भन्नुभयो, विभिन्न यहाँ समस्याहरू छन्, केही तस्करीका समस्याहरू छन्, केही कालाबजारीको समस्या छन्। अब यो आफै यो अन्य प्रदेशहरूभन्दा बढी महिला हिंसा भएको प्रदेश हो, जघन्य अपराधहरू पनि अन्य प्रदेशभन्दा यहाँ चाहिँ बढी नै छन्। म के आश्वस्त पुर्याउन चाहन्छु भने यो पत्रकार महासंघको सभापतिजी मार्फत मेरो मातहतमा खटेका प्रहरी अधिकृतहरू कुनै पनि तस्करीमा संलग्न छैनन् र कोही प्रकार चाहिँ त्यस्तो भयो भने चाहिँ कृपया त्यो चाहिँ जानकारी मलाई दिनुहोला। त्यसमा चाहिँ उनीहरूलाई चाहिँ म विभागीय एक्सन लिन्छु, यो म तपाईँलाई जानकारी पनि गराउँछु। र यहाँ सप्तरीको पनि अहिले चाहिँ व्यावसायिक अधिकृतको रूपमा कार्यरत हुनुहुन्छ जिल्लामा। उनले चाहिँ भर्खरै 3 महिना अगाडि भएको स्थानीय निर्वाचन चाहिँ तपाईँको सामुन्ने छ, एकदमै राम्रोसँग हामीले केही छिटपुट घटना भएको हामीले गऱ्यौँ। र अब आउने मङ्सिर 4मा सम्पूर्ण प्रहरीको ध्यान चाहिँ त्यहाँ चाहिँ कसरी यसलाई भयरहित र विश्वसनीय वातावरण बनाएर प्रत्येक नागरिकले कसरी आफ्नो मतको सदुपयोग गर्न पाउन् भन्ने त्यसमा केन्द्रित छ। हामीले अब त्यो तालुक मन्त्रालयले नै अब सार्वजनिक गरि नै हाल्छ सुझाव योजनाहरू, र त्यसमा चाहिँ रचनात्मक सहयोगको आशा प्रहरीले चाहिँ राख्छ। अब कतिपय कुराहरू प्रहरीभन्दा तपाईँलाई थाहा हुन्छ, किन तपाईँहरू समाजमा हुनुहुन्छ। मलाई नै यहीँका पत्रकारहरूले अघि नै भन्नुभयो, कतिपय कुराहरू यहाँका भएको विभिन्न घटनाहरू यहाँ भएको थिए, आउने बेला जघन्य घटनाहरू भएको थिए। मलाई नै याद छ 2-3टा घटनाहरू, यतातिरका घटनाहरू याद छ। त्यो बेला पनि यो पत्रकारमा भाइहरूले चाहिँ धेरै सहयोग गर्नु भएको थियो उसमा चाहिँ। र साथसाथै अन्य सबै क्षेत्रका कुरीतिहरूलाई यसरी जुन समाजको सामान्य ल्याइदिनुहुन्छ, हामीलाई त्यसमा सुधार्ने अवसर हुन्छ। त्यसको लागि पनि म तपाईँहरूप्रति अत्यन्तै कृतज्ञ छु। र यो पत्रकारितालाई त्यसै चौथो अङ्ग भनिएको होइन, तपाईँहरूको आँखा चारैतिर पुगिरहेको हुन्छ, त्यही भएर तपाईँलाई चौथो अङ्ग भनिएको। आउने दिनहरूमा पनि नेपाल प्रहरीले तपाईँहरूबाट यस्तै अपेक्षा राखेको छ। कुनै किसिमका प्रहरीमा गुनासाहरू अथवा कुनै किसिमको केही छन् भने त्यो समाधान गर्न सकिन्छ। कृपया मेरो नम्बर अध्यक्ष सभापतिजी, बैजनाथजी लगायत सबैसँग छ। कुनै पनि बेला मलाई त्यो विषयमा सम्पर्क गर्न सक्नुहुन्छ। र आउने दिनहरूमा हाम्रो सहकार्य अझ राम्रोसँग हुनेछ भन्ने मैले आशा ल्याएको छु। र सखडा माताले हामी सबैको जय गरौँ। धन्यवाद। जय नेपाल। नेपाल प्रहरीका महानिरीक्षक श्री धीरज प्रताप सिंहजीको उहाँले चाहिँ आफ्नो विचार अतिथिज्यूलाई चाहिँ समय
को पनि अभावको कारणले चाहिँ हामी सानै कार्यक्रमको आयोजना गर्यौँ र छोटो सूचनामा समग्र श्रवण कुमार देवज्यूलाई म हार्दिक अनुरोध गर्दै म यस कार्यक्रम सूचना प्रवाह गर्नु हुने अहिले परीक्षाका लागि परीक्षा दिइरहनु छ हाम्रो डान्सर। जस्तै हाम्रो प्रदेशका अलिकति तल है माथि हाम्रो प्रदेशका प्रहरी प्रमुख हाम्रो डिआइजी सर